गुड मर्निङ साथीहरू। आज हजुरहरूलाई फेरि पनि एमएस केपिजीमा स्वागत गर्दैछु। हेर्नु चाहिँ डाँडा काँडा पहाड बिच सानो ठाउँ कालिम्पोङ यसैको नाउँ भनेर तपाईँहरूलाई थाहा छ कि छैन है? छैन भने मैले भनिदिँदैछु। र यो साइड चाहिँ झलमल्ल घाम छ, अनि यो साइड चाहिँ बजार साइड चाहिँ कता कता बादल वर्षा बिजुली यस्तै छ माया रमाइलो छ। अनि यहाँनिर मिठो छ है। अस्ति पनि मैले मकै खाएर आएँ, माइत गाउँमा तपाईँहरूलाई देखाएँ, पोलेको सबै खाएर आएँ। अब फेरि यहाँ खानुपर्छ। आफ्नो त बारी छैन, सानो फुलबारीमा रोपेको एक जोडा मकैहरू भर्खर झन् चमरा आउँदैछ। अनि भन्नुपर्दा काँक्रा चाहिँ मेरो बारीमा लगाएर मैले चाहिँ हेर्नु चाहिँ दुईवटा घरको बिचमा एउटा घर म छु। अनि यहाँनिर मकैहरू छ। यहाँनिर भन्नुपर्दाखेरि मैले लाग्यौँ दुईजना मचिएर अब कहाँ जान्छु है त तपाईँहरूलाई देखाउँछु ल। तपाईँहरू भनिरहनुहोस् मेरो च्यानलमा। आज दिन राम्रो भएको छ, मौका छोपेर हिँडिहालेको है साथीहरू। तपाईँहरू पनि घरमा हुनुहुन्छ र घाम लागेको छ भने चाहिँ तपाईँहरू पनि जाँगर लगाइहाल्नुहोस्। र जाँदैछौँ, तपाईँहरूलाई लिएर जाँदैछु, तपाईँहरूलाई देखाउने छु। भिडियो पुरासम्म हेर्नु होला। साईराम बहिनी जाँदैछ आज त निस्किँदा गाडी पनि आइहाल्यो। यताबाट बजार, यता उकालो डिप्चक जाने रोक्नुहोस् त ल। हेर्नुहोस् साथीहरू, अहिले चाहिँ हामी बजारमा आइपुगेको छौँ। लु बस पनि सिलगढी गयो, सिलगढीको बाटो खोल्दै रहेछ। हजुरहरूलाई यहाँबाट जानकारी पनि दिएँ है त। अहिले चाहिँ बजारमा छौँ हामी। अब हामी हाम्रो गन्तव्यतर्फ लाग्नेछौँ। तपाईँहरूलाई पनि लिएर जानेछु। तपाईँहरू बनिरहनु होला है त च्यानलमा। बजार चाहिँ एकदम भिडाभिड छ। आज बुधबार हो नि त, यहाँको आज सानो हाट हो। आफै हाल्दो रहेछ, छान्नु दिँदैन नि, फलहरू मिक्स गरेर दिन्छ। के हो यो? कुन खालको छ रुपियाँ? ए लु हेर्नुहोस् है साथीहरू, बजार आँपले ढाकेको छ यहाँनिर। ल्याङ्ग्रा भैया त आज त आँपमाथि बसिरहेको छ त। लु जहाँ त हेरेँ त्यतै आँप। सुपर सेल अरे, सुपर सेल पनि रहेछ यहाँनिर। सुपर सेल अरे हौ। आमाम, यहाँ फेरि लोकल सब्जीको रास रहेछ। सब अर्ग्यानिक यहाँनिर, यदि पनि अर्ग्यानिक। अब हामी चाहिँ जाँदैछौँ ओह्रालो हाट बजारपट्टि चाहिँ गइन है साथीहरू। आज कति हाट बजार देखाएको भन्नुहुन्छ होला। आज गइन, आज चाहिँ यहाँबाट 1300 लाग्दैछु। लु हेर्नुहोस्, यो चाहिँ हो 10 माइलको 1300। तपाईँहरू जतिजना आउनु भएको छ तपाईँहरूलाई थाहै छ, नआउनु हुनेहरूको लागि चाहिँ यो भिडियो है त यहाँ। र साथीहरू यता चाहिँ यो 10 माइल हो। 10 माइलमा चाहिँ बेसी जस्तो बुद्धिस्ट आइटमहरू पाइन्छ। हेर्नुहोस् है, ठुल्ठुलो बुद्धिस्ट आइटमको होलसेलहरू छ। तपाईँहरू पनि बुद्धिस्ट हुनुहुन्छ र तपाईँहरूलाई कतिवटा सामानको जरुरी छ भने चाहिँ यता आउनु सक्नुहुनेछ। यहाँतिर पुरा छ, लामा एन्टरप्राइजेसहरू छ है। देखाउँदै लाँदैछु।
पुरा बुद्धिस्ट आइटमहरू यहाँनिर पाइन्छ। जाँदैछु है, अझै अगाडि नै जानुपर्ने छ। बेसी भिडभाड के यहाँबाट पस्नै साह्रो पर्यो। बाफ्रे ले हेर्नुहोस् है, यस्तो यस्तो चेपबाट हिँड्नु पर्दैछ कालिम्पोङमा नि भिड भएर। ल ल ममा त कहाँ जानुभएको छ हौ? ल हेर्नुहोस् है, कालिम्पोङ यस्तो भिड छ। यति डरलाग्दो कन्जस्टेड भएछ नि। यहाँ चाहिँ के राम्रो रहेछ हेर्नु नि है। बुद्धिस्ट आइटमको होलसेल दोकानहरू चाहिँ हेर्नुहोस् है साथीहरू, 10 माइलमा लक्षप्रै मात्रामा पाइन्छ। जे पनि तपाईँहरूले पाउनु सक्नुहुनेछ। हेर्नुहोस् है, आफै चिन्नुहोस्, म त कतिवटा चिजहरू चिन्दिनँ। ल साथीहरू, 10 माइल जाने तेर्सो चाहिँ यहाँबाट 11 माइल 12 माइल जाने। हामी लाग्यौँ ओह्रालो। यहाँ म अगाडि अगाडि हिँड्नु हुँदैछ। यतातिर पनि एकदम बेसी डेभलप भइसकेको छ। यो बाटो ओह्रालो जाँदैछौँ है हामी। अब यहाँनिर न्यू फ्रेन्ड कलोनी भन्ने पनि रहेछ। यता रहेछ, यो चाहिँ फ्रेन्ड कलोनी अरे साथीहरू। यहाँ चाहिँ यहाँबाट लाग्यौँ हामी ओह्रालो। आम्मामा निकै घाम चर्केको छ साथीहरू। तपाईँहरूकोतिर के कस्तो छ? यहाँ हेर्नुहोस् है, यहाँ मुनि शीतल देख्दा पनि शान्ति लाग्यो। पानीको ट्याङ्करमा पनि भगवान् कृष्णको नक्सा रहेछ। पक्का पनि यो चाहिँ मङ्गलधामको पानीको ट्याङ्कर होला है। मङ्गलधामको पानीको ट्याङ्कर होला ऊ। मारवाड प्यालेस यहाँ पनि आएको थिएँ म पहिला, के को ज्वेलरी मेलामा। ए होइन, पुराणमा पो आएको। ल हेर्नुहोस् है साथीहरू, गेस गर्दै तपाईँहरूले गेस गर्नु हुँदैछ होला है म कहाँ गएको भनेर है। बिस्तार 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 लाँदैछु नि त तपाईँहरूलाई। लु पुऱ्याएँ हजुर। अहिले चाहिँ लु बदाम सेवा सदन हस्पिटल कालिम्पोङ। हेर्नुहोस् है, यस्तो चाहिँ घाम टन्टला पुर्छ। अब भित्र चाहिँ गर्न पाइँदैन होला। तपाईँहरूलाई यतिमै म राख्छु है, फेरि बात गर्दै जाउँला। सेवा सदनबाट पनि निस्क्यौँ है। यहाँ चाहिँ अब तपाईँहरू अब भन्छु फाइनल्ली, यहाँ चाहिँ हाम्रो गाउँको है हाम्रो छिमेकी काकी बिमारी हुनुहुन्थ्यो। अन्त हेर्न आएको थियौँ एकछिन। तपाईँहरूलाई अब मैले बिमारीसँग त देखाउन सकिनँ है, त्यो उचित पनि हुँदैन, तपाईँहरूले बुझिहाल्नुहुन्छ। यो चाहिँ कालिम्पोङको एउटा प्रसिद्ध नर्सिङ होम भनौँ है, सेवा सदन हस्पिटल। यो चाहिँ मङ्गलधामको अन्डरमा छ। तपाईँहरूलाई देखाउन चाहिँ र अब चाहिँ हामी उकालो जाँदैछौँ। अब बनिरहनु होला च्यानलमा। अझै के गरेर चाहिँ म घर फर्किनेछु, तपाईँहरूलाई सबै नै अपडेट दिँदै जान्छु है त साथीहरू। अब चाहिँ हाट बजार फर्केर आइसकेको छौँ हामी। हाट बजार पस्दैछौँ। आमा यहाँ त लु हेर्नुहोस्, नयाँ दोकान आइसकेको रहेछ। आज त बुधबारे हाट पनि निकै जुलुम रहेछ है साथीहरू। आउँदा आउँदै मर्चा पनि देखाइदिएँ है तपाईँहरूलाई। कता जाउँ न, यताबाट अलिअलि लोकल सब्जीहरू के बोकेर जाउँ। हेरौँ न के लानुपर्ने हो। किनिहाल्यौँ लोकल लौका हो। मुला लैजाउँ न, मुला त काँचै पनि खानु पाइन्छ हौ काटेर। टमाटर पनि राम्रो रहेछ हौ यहाँ। मुला कसरी? 10 रुपियाँ पावा। लु सब्जी पनि किनाइ हुँदैछ गाइज। यहाँ नयाँ नयाँ गट्टा पनि ल्याएको छ। हाम्रो सब्जी किन्ने भाइ चाहिँ यहाँ है आज देखाइदिएको छु। लु लोकल टमाटर यहाँ रहेछ। यो चाहिँ हो लोकल टमाटर। यो चाहिँ हो नासिकको। कुन मन पर्यो तपाईँहरूले कमेन्ट गर्नु होला। लु है साथीहरू हेर्नुहोस् है, सधैँ देखाइरहेकै कुरा हो। हुन त फेरि देखाउन मन लाग्यो। के गर्नु र, यही बाटो पर्छ है। अब पशुपतिको दर्शन, सिद्राको व्यापार। अब यही बाटो आएपछि सब्जी पनि गरेरै जानुपर्ने है। अनि तपाईँहरूले जो नयाँ हुनुहुन्छ कालिम्पोङको हाट बजार देख्नु भएको छैन भने चाहिँ यस्तो चाहिँ हाम्रो हाट बजार। हप्तामा 3 पल्ट हाट लाग्छ। बुधबार हाट, बिहिबार गोर्खे हाट, अनि सन्चबार ठुलो हाट भनेर। यहाँ हेर्नुहोस् है। लु है साथीहरू, बजारको काम पनि सक्यो। खलखल पसिना पनि आयो। यहाँनिर है अब घरतिर लागेको कहिले पकाएर खानु पर्ने। 1 बज्यो यहीँनिर। तातो तातो
त्यसलाई बनाउँदैछ नानीलाई लगिदिउँ कि भने कि एकदम बचक पनि पार भयो साथीहरु रमाइलो फुलबारी रमाइलो मकैबारी मकै पनि यस्तो भइसकेछ मेरो हेर्नुस् काँक्रा फलिरहेछ र अहिले चाहिँ आइपुगे घरमा एकदम गरम भयो साथीहरु अब पकाउनु पर्ने है के हो कसो कहिले पकाएर खानु भने जस्तै भयो गरमले र हजुरलाई लगेर ल्याएँ आशा छ तपाईहरुले मेरो भिडियोलाई मन पराउनुहुन्छ भन्ने यति भन्दा आजको भिडियोबाट बाइ बाइ भन्न चाहन्छु सौदा ल्याएको चाहिँ केही पनि देखाइनै साथीहरु तपाईहरुलाई किनभने साह्रै नै गलिसकेको छु र फेरि अर्को भिडियोमा मिल्ने छु है त हजुरहरुसँग।